है त दामी तरिकाको भुटन बनाउँछु है त साथीहरू आज। ल तेल हाल्ने अनि मरिच मरिच हालेको मेथी 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 अनि त्यहाँदेखि प्याज चट्टसँगले तावामा सरर बनाएर एकदम चलाउने आफ्नो तरिकाले। त्यहाँदेखि अलिकति टमाटर काटेको त्यो पनि हाल्ने चलाउने मजाले चलाउने मजाले। अनि त्यहाँदेखि भुटन चट्टसँगले काटेर तयार गरेको छु। एकछिन पाकोस् मजाले आगो सागो बलोस् चट्टसँगले फेरि भुटेर अब यो उसिनेर तयार भएको छ। खाना मन लाग्छ मलाई चट्टसँगले एकछिन मुखमा खप हाल्नै पर्यो। अनि त्यहाँदेखि यति भइसकेपछि छिटो मिठो बनाउन खोजेको मात्रै हो। टाइम लगाएर बनाउने त्यसरी हालिदिने त्यहाँदेखि अलिकति अब नुन हाल्नुपर्छ स्वाद अनुसार त्यसरी हालिसकेपछि एकछिन न धप्काउनु पर्छ कहाँ अहिले भन्दा नुन त यति हाल्ने अलिकति कडा कडै नुन खान्छु म चाहिँ। त्यस पछाडि बाह्र मसलाहरूदेखि लिएर सबै तयार गरेको छ यसमा। त्यो तपाईँको जिराको धुलो अनि त्यहाँदेखि अरू सबै छ। यो अर्को दोस्रो बट्टा छ नि त्यो चाहिँ अर्को तपाईँको धनियाँको धुलो र जिरा अलिकति मिसाएको छ। पहिलोको चाहिँ त्यो बाह्र मसला हो। चलाउने अनि लगभग अब यो चलाएपछि टमाटर मर मसला पाक्न दिनै पऱ्यो। त्यसको पछाडि यतिको भयो। अब लगभग तयार भयो भन्दा पनि धेरै पकाउनु हड्डी गल्छ हड्डी त के हुन्छ होइन त। ल है त साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला माया गरिदिनु होला। यता तयार भयो। बाई लभ यु।